हेलो गाइज वेलकम ब्याक टु अनदर ब्लग। आज चाहिँ म र मम्मी हामी पशुपति दर्शन गर्न भनेर आएको अनि हामी भर्खर छिर्यौँ। आज चाहिँ लास्टै भिड भइरहेछ। चाहिँ अब यस्तो भिड भइरहेछ। आज कुन दिन? आज त्रियोदशी भएको कारणले आज चाहिँ अलि भिड जस्तो छ। अरू त्यस्तै हो। अब मन्दिरतर्फ जाँदैछ। हामीले अब एउटा लिइसक्यौँ। अब जान्छौँ। सुन्दैछौँ कि भित्र भिड छ अरे। त्रियोदशी भएको कारणले यस्तो भिड भइरहेको अरे। अब हेरौँ के हुन्छ। मेरो मम्मीको पनि आज व्रत छ। व्रत मेरो चाहिँ छैन। मम्मी मेरो व्रत गर्नुहुन्छ त्रियोदशीको। म गर्दिनँ। भिड त देखिरहेको हामीले यत्तिकै भिड यहाँ यत्रो ठुलो लाइन थियो। लाइनमा हामी कहिले बसिसक्दैन लाग्छ। अब खोइ ठुलै लाइन रहेछ। तर आज न त अरू दिन अलिक फ्री हुन्छ। सधैँ यस्तै हुँदैन। आज चाहिँ यस्तो भयो। आज के अरे त्रियोदशी भएको कारणले यस्तो भिड भएको। हुन त अरू दिन जस्तो कि अब त्यही पूजा यस्तै दिन। गाइज यो के हो यत्रो भिड छ त। हामी यो लाइनमा छ। मैले हामी यहाँसम्म अब यो लाइन कति बेला सिद्धिन्छ। हामी 3 घन्टा जति लाइन लाग्यो ठ्याक्क मन्दिरको दर्शन गर्न पाउँछ। लाइनमा भोकै बस्नुपर्छ दिनमा। पहिला तर हामी यस्तो पूजा फेस्टिभलहरू टाइममा आउँदैन थियो। पुरै इन्डियन मान्छेहरू छन् क्या। हाम्रो नेपालीहरू भन्दा पनि इन्डियनहरू धेरै छन्। अब टुरिस्टहरू हुन्छ नि त धेरै। अब पशुपति भनेको 5 धाममध्येको एउटा हो। त्यही भएर अब यहाँ भिड छ। जुल्फे लहरा दे जो तू शाम ये ढल जाए, रख लूं छुपा के तुझको नजरे ना लग जाए। जुल्फे लहरा दे जो तू शाम ये ढल जाए, जब से देखा है तुझको खो। मम्मी अगाडि जानुभएको थियो। लाइनमा बसेको थियौँ हामी। तर लाइन धेरै भिड भयो। अनि यताबाट जान दिन्छ कि भनेको मम्मी जानुभएको थियो हेर्न। अनि जानिदिनु भयो। अनि म अब मम्मी भेट्दा जाँदैछु। भित्र जान दिने हो त। अघिदेखि लाइनमा बसेर म तङ आइसकेँ। तङ यति धेरै भिड छ। अब मम्मी कहाँ जानुभयो? वेयर इज माई मम नै हराउनु भयो त। जानु पूजा सिद्धो। अनि अब चाहिँ हामी धेरै बेरसम्म बसेको भरे भन्दा त सबजना बिचैचर जाँदो रहेछ। अनि हामी पनि बसेर अर्को लाइनबाट गएको। अनि भित्र गयो। बागमती नदी उता चाहिँ लास जलिरह। उता त्यो साइडमा चाहिँ लास जलिरह। हामी चाहिँ दर्शन गरेर अनि हामी यता माथितिर जान थालेको। माथि नै एउटा मन्दिर छ। बट हामी माथि गएनौँ। मलाई लास्टै भोक लागिसक्यो छ। 12 बजिसक्यो। अब हामी जान्छौँ। यहीँ एउटा यता आएको थियौँ। यहाँबाट पशुपतिको अलि राम्रो पिक्चर आउँछ भने हामी पिक्चर क्लिक गऱ्यौँ। अब चाहिँ पशुपति दर्शन गरेपछि लास्टको पनि दर्शन गर्नुपर्छ। अनि पूजाको के हुन्छ अरू? मम्मी पूजाको त्यो के हुन्छ भन्दाखेरि पशुपति दर्शन गरेपछि लास्टको पनि दर्शन गर्नुपर्छ। अनि पूजा त्यो पुरा हुन्छ भन्छन् होइन। अब हाम्रो पूजाहरू सबै सिक्सक्यो। हामी चाहिँ अब गेटतर्फ लाग्दैछौँ। अब यहाँ त्यहाँ जान्छौँ जुत्ता लाउँछौँ। अनि हामी बाहिर जान्छौँ। यहीँबाट आएको हामी। आज कति धेरै भिड छ। सबै इन्डियन। अहिले समर भ्याकेसन चलिरहेको इन्डियामा। अनि त्यही भएर समर भ्याकेसन मनाउनु भनेर इन्डियन मान्छेहरू सबैजना आएका रहेछ। अनि यति धेरै भिड। आज त झन् त्यो के अरे त्रियोदशी थियो अरे आज। अनि त्यो यति धेरै भिड भएको। यति धेरै अघिदेखि हामी 9 बजीदेखि लाइनमा बसेको 12 बजिसक्यो। मलाई कस्तो भोक लागिसक्यो। अनि आज चाहिँ पशुपति एरिया भयो। त्यो राजस्थान एरियातिर बस्छ नि मान्छे। आई थिङ्क बन्जारन भन्छन् तिनीहरूलाई। मलाई
स्योर त थाहा छैन के हुन्छ भनेर, तर बन्जारा भन्छन् होला सायद, थाहा छैन अब। राजस्थान एरियातिर बस्ने खालि यस्तो यिनीहरू मात्रै टुरिस्टहरू देखिरहेको क्या, मन्दिरभरि सिर्फ यति मात्र टुरिस्ट छन् क्या। अब आई थिङ्क यिनीहरूले बन्जारा नै भन्छन्, मलाई थाहा छैन, यतिहरूलाई थाहा भने कमेन्ट गर्नु होला गाइस। खालि यति मात्रै छन् क्या, यिनीहरू मात्र छ, यिनीहरूले मात्रै पुरै भयो। यिनीहरूको ल्याङ्ग्वेज पनि बुझ्दैन, हिन्दी भए त बुझ्छौँ, यिनीहरू के बोल्छ राजस्थानी ल्याङ्ग्वेज होला नि त यिनीहरूको, अनि त्यस्तो टाइपको ल्याङ्ग्वेज बोल्छ। अनि यिनीहरूले पुरै आफ्नो कल्चरल ड्रेसमा आएको रहेछन् क्या, यिनीहरू फुल कल्चरल ड्रेस रहेछ क्या, यस्तो यस्तो ड्रेस रहेछ पुरै आफ्नो। अनि कुन ल्याङ्ग्वेज बोल्दा पनि बुझेको छैन, दुईजना लेडिज हामी पछाडि चाहिँ के भन्छ के भन्छ केही बुझेको छैन हामीले। अनि अब चाहिँ यिनीहरूले नि हो भरिया क्या, मन्दिरै पुरै भरिसक्यो। हामी चाहिँ अब गेटतर्फ लगाइसक्यौँ।